हिजो राति चना र पिनट्स पानीमा हालेको थिएँ भिज्नलाई। यो सबै मेरो मर्निङको डाइट हो। बिहान बिहान उठेर कलेज जानुभन्दा अगाडि डाइट खाएर ब्रेकफास्ट गरे। अस्ति किनेको डाइटहरू लगभग 1 महिनासम्म चल्छ होला अब। अबदेखि यही नै हो मर्निङमा जहिले। चना चाहिँ पुरै खान सकेको थिएन। आधी बोतलमा भरेर कलेजमा लगे हाफ टाइममा खानलाई। कलेजबाट आएपछि हतार हतारमा खाना खाए। ड्युटीमा जान ढिलो भइरहेको थियो, त्यही भएर। त्यही माथि मेरो साइकल पनि बिग्रिसकेको छ र हिँड्दै गएँ म ड्युटीमा। ढिलो भइसकेको थियो, त्यही भएर म कुद्दै गइरहेको थिएँ। साइकल नबिग्रेको भए त्यस्तो हतार हुँदैन थियो काममा जानलाई। रातो पुलदेखि सेतो पुल जानेको बिच्चामा छ हाम्रो गाउँबेसी लजिस्टिक अफिस। बल्ल बल्ल आइपुगे यता र सामानहरू सुट्टाएर आफ्नो रुटको फलोअप गर्न सुरु गरेँ मैले। सामान लानुभन्दा अगाडि एकचोटि फलोअप गर्नुपर्छ हामीले, कम्पलसरी। फलोअपहरू सबै कम्प्लिट गरेर मैले सामान लिएर आफ्नो रुटतिर हिँडेँ। मैले युज गर्ने यही साइकल हो अफिसको। मैले आज बानेश्वर, सिनामङ्गल, एयरपोर्ट साइडतिरको सामान उठाएको थिएँ, नत्र अरू बेला मेरो आफ्नै रुमतिरकै हुन्छ। सुरुमा म सिनामङ्गलको केएमसी हस्पिटलमा आएँ सामान लिएर। एकछिन वेट गरेँ म यहाँ कस्टमरको लागि। एकै ठाउँमा 2टा कस्टमरको अर्डर थियो, क्या सजिलो भएको थियो त्यहाँ डेलिभर गरेपछि म त्यसपछि शम्भु मार्गतिर लागेँ एयरपोर्ट हुँदै। आज मेरो धेरै सामान भएको थिएन, जम्मा 6-7 वटा मात्रै भएको थियो। कुनै कुनै बेला धेरै हुन्छ, कुनै कुनै बेला थोरै हुन्छ। हामी साइकलवालाहरूलाई गाह्रो पर्ने भनेको ठ्याक्कै उकालो चढ्ने बेलामा हो। पछाडि भारी पनि हुन्छ, धेरै गाह्रो भइरहेको हुन्छ उकालो चढ्दाखेरि। हल्का फुल्का डेलिभरहरू सकाएर रुममा खाजा खानलाई आएँ म। यी मेरो साइकलको हालत। दिनभरि साइकल चलाएर धेरै नै थाकिसकेको हुन्छ बडी। के गर्नु, गर्नै पर्यो दुःख त। ड्रेस चेन्ज गरेर खाजामा खिर पुरी तरकारी खाएँ।